हेलो गाइज, वेलकम टु माई फर्स्ट भ्लग। आज चाहिँ हामी दिनभरि यो जङ्गलको यस्तो ओडारहरूमा घुम्नेछौँ होइन, जहाँ चाहिँ अलिक खतरनाक जनावरहरू पाइन्छ कि जस्तै स्याल, दुम्सी, बाँसो, बाघहरू जस्तो जनावर पाइन्छ होइन। र हामी दुईजना चाहिँ दिनभरि त्यस्तो ओडारहरूमा घुम्नेछौँ र हामीसँग खाना पानी केही पनि छैन। हामी जे जङ्गलमा पाउँछौँ त्यही खानेछौँ होइन। त्यो भिडियो लास्टसम्म हेर्नुहोस्, अलिक खतरनाक छ होइन। र हामी लागौँ सरासर त्यो ओडारहरूतिर होइन। र यो चाहिँ हाम्रो पहिलो ओडार होइन, जसको माथि ढुङ्गामा एउटा चमेरा झुन्डिरहेको रहेछ। र म यसको भित्र जान लागिरहेको छु। भित्र अलि अँध्यारो अँध्यारो टाइपको पनि छ र टर्चो बालेर जान पर्छ। भित्र चाहिँ अलि धेरै अँध्यारो रहेछ होइन, त्यसैले म टर्चो बालेर भित्र जान लागिरहेको छु। हामी चाहिँ भित्र जान लागेको छ होइन। मसँग अर्को मोबाइल थियो होइन। अलिक गाह्रो छ कि यसमा जान। असम्म यसमा यति गाह्रो छ नि, मतलब यहाँ भित्र छ कि फेरि एउटा होइन। यहाँ भूतहरू नआओस् होइन, मार्छ फेरि भूतहरू आयो भने त। गाह्रो छ कि, मान्छे आउँदैन होइन यता। त्यहाँ भित्र के छ होइन। म चाहिँ पुरै ओडारभित्र गएर हेरेँ, तर भित्र केही पनि रहेनछ। दुम्सीले दिशा गरेको थियो र साइडमा उतापट्टि एउटा चमेरा झुन्डिरहेको रहेछ, जसलाई छोप्न खोज्दाखेरि चाहिँ उडेर गइसकेको थियो। त्यसपछि चाहिँ हामीहरू छिटै अर्को ओडारतिर गयौँ होइन। बाटो अलिक खतरनाक छ कि यहाँ। यस्तो लोटे भयो भने फेरि भुत्लुङ्गै मर्न त मरिँदैन, टाउको फुट्छ। यता अप्ठ्यारो छ होइन। यो घाँसहरू छ होइन। बिस्तारै आऊ है लोटोला फेरि। र हामी बिस्तारै हिँड्दै चाहिँ अर्को ओडारमा पुगिसकेका थियौँ। त्यो ओडारमा चाहिँ खासै कुनै जनावरहरू रहेनछ। यसको भित्र चाहिँ यहाँबाट जाने रहेछ होइन। यसमा चाहिँ कुनै पनि जनावर रहेनछ, मतलब पहिला नै उनीहरू गइसकेको रहेछ होइन। र म यहाँभित्र जान्छु, यो पनि देखाउने छु। र म चाहिँ यो ओडारको भित्र गइरहेको थिएँ। भित्र जाने बाटो चाहिँ अलि साँघुरो रहेछ र भित्र खासै के पनि रहेनछ। सबै जनावरहरू त्यहाँ अगाडि नै छोडेर गइसकेको रहेछ। त्यसपछि हामीहरू दुईजना चाहिँ छिटै अर्को ओडारतिर जाने कुरा गऱ्यौँ। फाइनली गाइस, हामीले पानी भेटाइसकेका छौँ होइन। पानी खान्छौँ होइन। पानी चाहिँ सानो सानो नाउलाहरूको भित्र रहेछ र हामीले पेटभर पानी खाएर त्यहाँबाट अन्ततिर लाग्ने प्लान गऱ्यौँ। र हामी दुईजनाले चाहिँ हिँड्दै छिटै एउटा अर्को ठुलो ओडार भेटाइसकेका थियौँ, जसको बाहिरपट्टि चाहिँ अलि हेर्दै डरलाग्दो थियो, अँध्यारो थियो। भित्र अलि डरलाग्दो पनि छ कि, भित्र पुरै ठुलो छ होइन। र म चाहिँ यो ओडारभित्र जान लागिसकेको छु होइन। यताबाट छिर्ने द्वार अलिक सानो छ। यो अरूको मोबाइल छ लाइट बाल्नको लागि, नत्र भित्र अँध्यारै छ नि त। यो चाहिँ पुरै भित्रको नजारा होइन। यहाँ एकछिन टर्च सल्काउनु पर्छ। यहाँ मान्छेहरूको हड्डी पनि भेटिन्छ क्या। पहिला यहाँ जनावरहरू बस्छन् त। यो चाहिँ भित्रको नजारा होइन। यहाँ भित्र माथि जानुपर्छ, मान्छेहरूको हड्डी पनि भेटिन्छ कि, किनकि पहिला यहाँ खतरा ठुलो जनावरहरू बस्थ्यो होइन। माथि त्यहाँनिर छ एउटा हड्डी माथि होइन। मतलब डर लागिरहेको छ मलाई भित्र जान होइन। तर म जान्छु, तपाईँहरूलाई देखाउनु छ होइन। यहाँनिर छ एउटा यो मान्छेको हड्डी हो कि के को हड्डी होइन। मतलब यहाँनिर के यो बाबु बिमा उही खाइन त उही। यहाँ भित्र अलिक खतरा छ कि यो ओडारमा होइन। फेरि यहाँ पनि के हड्डी छ होइन। मतलब यहाँ भित्र छ कि यो पनि मान्छेहरूको हड्डी होइन। मतलब पहिला यहाँ सिंह बस्थ्यो, सिंह बाघहरू बस्थ्यो। यहाँ छैन पुरै हड्डीहरू। अलिक खतरनाक ओडार हो कि यो चाहिँ। डर पनि लागिरहेको, एक्लै छु नि त यहाँ। कतै कुनै जानवर त छैन। पुरै हड्डीहरू होइन। यहाँ जतिसुकै हड्डीहरू छ नि, गोरुको या मान्छेको, यहाँ भर्खरको हड्डीहरू पनि छ नि। यहाँ यस्तो सेन्ट आइरहेको मलाई चाहिँ होइन। भित्रको सबै सिन चाहिँ तपाईँहरूले हेरिसक्नु भएको छ होइन। अब म चाहिँ बाहिर जान लागेको छु। बाहिर जान पनि अप्ठ्यारो छ। फेरि म लगतै तपाईँहरूले अर्को ओडारमा लग्ने छु होइन। ओके।
गुड नाइट नो गुड नाइट। हामी चाहिँ यो ओडारबाट बाहिर निस्किसकेका छौँ। जस कपडा ढुटै ढुटो भएको छ। फेरि हामी लगत्तै अर्को ओडारमा जानेवाला छौँ। अबसम्म भिडियोलाई हेर्दै जानुहोस्। यसमा चाहिँ केही पनि भेटिएन, खालि जनावरहरूको र मान्छेहरूको हड्डी रहेछ होइन। अर्को ओडारमा केही होला। तो बनते रहिए वीडियो पे।